हेलो गाइज, हामी चाहिँ अहिले इन्डियाको सिटी सेन्टर घुम्न जाँदै गरेको। सिट अब चाहिँ हामी घरदेखि निस्किसकेको। अब हामी लोकल गाडी चढ्छौँ अनि त्यहाँदेखि कहाँ भिट्टासम्म सारा जान्छौँ। त्यहाँदेखि चाहिँ इन्डियाको गाडी चढेर जाने। अब यहाँ हाम्रो कति घन्टा लगभग 20 मिनटको यात्रा हुन्छ होइन। यो चिया फ्याक्ट्री हम सिलगढ़ी जा रहे ऑटो में। हमारा ड्राइवर साहब गाड़ी रोकल 35 किलोमिटर हाम्रो निकै प्याक हुँदो रहेछ। नयाँ पुल चाहिँ यता तल रहेछ, यता चाहिँ टेम्पोमा, यता रिक्सा। सिलगढी जाने बाटो के भन्छ यो रोडलाई? नेसनल हाइवे 2। गाडीको बाटो यही हो। नेपालको बाटो र इन्डियाको बाटो अलिकति डिफ्रेन्ट छ। आजभन्दा 7-8 वर्ष अगाडि चाहिँ औली इन्डियामा 4 वर्ष बसेको थिएँ। हरियाणा थाहा छ दाइदा? हरियाणा पन्जाब स्टेट एकै स्टेटमा होटल गर्थेँ पहिला। यो चाहिँ सिलगढी जाने बाटोमा चिया बगानको रहेछ। यो चाहिँ दार्जिलिङ डिस्ट्रिक्ट पर्दो रहेछ। यहाँ चाहिँ सायद दार्जिलिङको चिसो हावा चिया चाहिँ यहाँ पाइँदैन। यो सम्भवतः चिया फ्याक्ट्री नै हो। बाटो नै एकदम राम्रो रहेछ।
इन्डियाको सिटी सेन्टर पहिला हामी बाँसमा यस्तो गरेर अकाङ खेल्थ्यौँ लाखा त यहाँ पो रहेछ त्यहाँ पहिला बाँसतिर यसरी हिँड्थ्यो नि गाउँतिर सुडेलहरू चाहिँ यसरी हिँड्छ है भन्थ्यो तर लाखा त यहाँ राखेको सिटी सेन्टर मल चाहिँ राम्रै रहेछ राम्रो ठिकै रहेछ माथि यो चाहिँ ग्राउन्ड फ्लोर यो एक तल होला होइन अब हामी एकचोटि माथि गयो यहाँ चाहिँ हामी हात्तीहरू निकै रमाइलो रहेछ यहाँ चढ्ने जाने होइन सरारा हामी राइसको रहेछ हामी चाहिँ एक तल चल्यो अब माथि टपमा हिँड्नु तल एउटै ग्यामिङको रहेछ ग्याम खेलाउँछ यहाँ पनि यो चढ्ने ठाउँ रहेछ पार्किङ रहेछ है यहाँ दामी रहेछ यहाँ दामी सजाएको रहेछ हाम्रो दोकान यसै सजाउनु पर्छ ल म क्याफे खोजिरहेको थिएँ क्या खोज्दैछु यहाँ तल पाउँछ क्या आइसक्रिम दोकान सेन्टर चाहिँ झापाको भन्दा अलिक चाहिँ राम्रो रहेछ अलिक मात्र तर अलिक सुनसानै रहेछ यहाँ पनि सायद व्यापार छैन होला के गर्छ इन्डियामा चाहिँ नेपालमा चाहिँ व्यापार छ सुनसान छ इन्डियाको सिटी सेन्टर पनि लगभग सुनसान नै रहेछ नयाँ ओपनिङ त रहेछ इन्टरटेनमेन्ट गर्नको लागि घुम्न आउनको लागि पनि जस्तो स्टाइलको र सिटी सेन्टर कन्सेप्ट चाहिँ जस्ट नेपालको सिटी सेन्टर र इन्डियाको सिटी सेन्टरको लगभग कम्पेयर सटरहरू चाहिँ लगभग बनावट चाहिँ मिल्दो रहेछ किनभने त्यहाँको पनि सायद यही देखेरै हो यहाँ पनि यस्तै छ कताबाट निस्किँदै कुन चाहिँ मिल्दो भनेर पनि त्यो मूलढोका भनेर अलिकति छुट्याउनु गाह्रो हो यहाँ पनि सायद त्यस्तो यस्तो मान्छेलाई चाहिँ कहाँ सुरु तागिनु भनेर बुझ्नु अलिक गाह्रो नै रहेछ यता हाइवे रहेछ यता पार्किङ रहेछ यो चाहिँ माथिको
हामी टप फ्लोरमा छौँ। विशेष कफी खानु मन लागिरहेको छ, कफी हाउस खोजिरहेको छ। कफी हाउस चाहिँ कहाँ छ थाहा छैन। अब कफी हाउस बुद्धको फोटो चाहिँ नेपालभन्दा पनि बढी चाहिँ इन्डियामा पनि राखेको पाइयो। यसरी पनि सायद प्रमोट गर्नलाई होला। प्रायः धेरै ठाउँ यहीँ दोकानमा पनि देखाएको हुन्छ। निकै भिड छ यता चाहिँ। यस बुद्धको फोटो चाहिँ मूर्ति स्थालित चाहिँ प्रायः दोकानै पछि रहेछ यो ठाउँमा पनि। हामी चाहिँ अहिले भुट बङ्गलाबाट निस्केर सुन्दरको आनन्द हावा लिँदै यहाँको मजा लिँदै बसिरहेको अवस्था। सिटी सेन्टरमा घुमिरहँदा के चाहिँ एउटा राम्रो पक्ष या नराम्रो पक्ष प्रायः यहाँनिर गौतम बुद्धको मूर्ति चाहिँ प्रत्येक दोकानमा प्रत्येक हलमा राखेको सजाएको देखियो। धेरै चाहिँ गौतम बुद्धलाई आफ्नो देशको चाहिँ एउटा हो भन्ने प्रमाणित गर्दै गरेको सायद यही महलबाट